ल आइपुग्नु भयो तपाईँहरू ल ठिक छ सबैजना आउनुभयो हाम्रो लेखाली आमा समूहहरू छोरी पनि आछ ल ल हामी यो अनिल मराको बिहेमा जाँदैछौँ साथी हो यो लेखाली आमा समूह र म हामी सबै छौँ अनि त्यसपछि बिहेमा के हुन्छ रमाइलो गर्छौँ भिडियो अन्तिमसम्म हेर्नुलाई है त ल जाँदा जाँदै बाटोमा हाम्रो भदर पनि देखिनु भयो आउनुहोस् गाउने नाच्ने यो अनिल र झरनाको यो बिहे ल अब के छ हेरौँ अगाडि है त साथीहरू ल यो दुइटै घर उहाँको हो यहाँ के भइरहेछ यहाँ के भइरहेको छ हल्ला खल्ली नमस्कार है हजुर पाहुनाहरूलाई नमस्कार बधाई ल के भइरहेछ हेरौँ है यतातिर अब सबै टोलीहरू जुन भएको छ नमस्कार हजुर नमस्कार मामाजी नमस्कार है ल सबैले नमस्कार नमस्कार लाल सलाम ल बिहे सुरु त भइरहेछ नमस्कार टिकाहरू सुरु भएको छ नमस्कार ठेदार साहब ल म भर्खर आउँदैछु हजुर टिकाहरू लगाइराख्नु भएको छ हाम्रो जेठानजी ठ्याक्कै उहाँको भित्र बसेर खानपिने व्यवस्था भइरहेछ कि कसो भइरहेछ यतातिर भइरहेछ ल ल म्याडम माया ल सबै बहिनी बगाल मात्रै हुनुहुन्छ प्यारी हुनुहुन्छ है उहाँहरू त अनि हाम्रा यी पाहुनाहरू त यता स्पेसल पाहुना यता हुनुहुँदो रहेछ है खाना खाने होइन तपाईँहरूले जाम न त खाम भन्न आएको छैनन् क्या कोही र छोरा बिहामा खुबै ठुलो मान्छे बन्ने छैन सासू नमस्कार कहिले आउनुभयो ए ल बिहा खान आउनु भएको छ सान्छ तपाईँ पनि होइन ल ठिक छ नमस्कार जेठु नमस्कार सन्चै हुनुहुन्छ आज भतिजोको भाइको छोराको बिहेमा रमाइलो भएको छ ल नाचगान पनि गर्नुपर्छ है अहिले हजुर बस खुवाएर हामीले तब हामी सबैले भात भान्सा गरेर रमाइलो गर्ने दिन हो हस् हस् ल हस् भात खान जाऊँ न के खाने त अहिले नास्ता नास्ता भनेको के नास्ता भनेको के हो त्यो सुरापानी उयो पटाकै पड्काउने सड्काउने टिका लगाउने अनि भात खाने ल ठिक छ ल ल ल ओ सला टिकाहरू लगाइराख्नु भएको छ म पनि व्यस्त छु यतातिर बिहेमा चाहिँ भव्य रमाइलो छ है साथी यो तपाईँले 50-50 रुपियाँ दक्षिणा दिने कि के हो यो ए भाइपट्टि कि दक्षिणा 50-50 रुपियाँ दिने हो दरो 1000 दिने विचार छ नि म भात भान्सोमा जान्छु अन्त फेरि भाँडा माझ्ने खाने पिनेहरूको टोली एकदम जुटिरहेछ तरकारी खानु छ आज प्रकाशजी आज मेरो छोराको खुसीयालीमा तपाईँले आज स्वागत गर्छु है ओके ठाङ्कु ठाङ्कु भन्नुभयो के पानी कसरी व्यवस्था गर्ने छ कि छैन यता सुत्ने व्यवस्था हुँदैन खै अब हुन्छ हुन्छ होला के हल्ला भइरहेछ यहाँ के हल्ला भइरहेछ घरमा पावर पात रोक्सी बाप्पा हो रोक्सी ओहो जय माता दी सर एउटा हातले रोक्सी मुखले जय माता दी बहिना के खै रोक्सी कति ल्याइस् तैँले रोक्सी कति ल्याइस् बाफ्रे बाफ्रे एक गाग्री रोक्सी हेर्नु ल खै खै खानापिनको कार्यक्रम सुरु भइसकेको छ म माथि टिकामा व्यस्त छु गुने रक्सी हो म्याडम कतिचोटि खाइसक्यो बुहारी ल खाँदै गर्नु हल्ला ठिक सर रक्सी बाँडिरह हो ल ल ल बाँड्नु 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 नानुहरू बाँड्नुहोस् जौले साली रक्सी त ल ल ल ल ए साना बच्चाहरूलाई खिलाउनुहोस् पिलाउनुहोस् है के हो म्याडम बाँडफाँड त निकै छ त आहा खाऊ जस्तो लाग्ने यस्तो पो छ है बाँड्नुहोस् ओहो मोटी म्याडम
के छ तपाईँको यतिमा 2 पिस मात्र दिने मार्छन् मलाई फेरि साथीहरूले मेरो राई लिम्बू मगरहरूले यो छेत्रीहरूको भान्स 1 पिस 2 पिस हुन्छ भन्छन् तपाईँ कट्नेसी हो ल कट्नेसी ल अलिक धेरै हालिदिनु होला नि आफ्नो मान्छेले 1 डारो अरू आधा डारो त नहालिदिनु होला नि म्याडम हो ल ल सबै यहाँ आमा समूहहरू खट्नु भएको छ कसैले खाना खिलाउने पिलाउने अध्यक्षज्यू हुनुहुन्छ उहाँ यतातिर सदस्यज्यू हुनुहुन्छ भात काँचो त छैन नि ए सुने त म्याडम तपाईँ पनि हो जिम्मा यहाँ पो हुनुहुन्छ त बधाई स्याबास झोलको साथमा मासु पनि थपिदिइहाल्नु है छाया त्यो थालो अलि साली तपाईँले खान थाल्यो हो खै त हाम्रो सालाद नखुवाएर एक्लै खानुहुन्छ ए ल छाया ल छिट गर सीता म्याडम स्याबास खानुहोस् माइती देशको हो नि त होइन आमा समूहले त अरूले खुवाएर खानेन र आफूले पछाडि पहिले सुरु गर्नु भएको छ त के हो यो चार माने के पाक्दैछ नाति मासु त बडा अच्छा बनाएको छ योसँग खाने छैन हौ बोतल छैन बोतल ए ल ठिक छ बधाई लुकी खान्छ बोतल कहाँ फाल्यो रो मासु त छैन त केटा तिमीहरूको मासु सकिएको ए पछाडि थप्देल न केटा राख्देल न बिचरा राख्देल न के खा म रो यसो देल बिचरा खाइरोस् त्यही त नि यो दिनुपर्छ के खानेलाई त तपाईँको त मासु छैन त किन मासु खानुहुन्न ए ल कुशल खाना खाने होइन खाइसकेको ल के भयो चाहियो फेरि माल चाहियो छ त यत्रो यो सकिएको छैन यो सकेन फेरि ए ल ल म पठाइदिन्छु है ल बोइ किन खाइसक्नुहुन्न र ल ल खानु नातिको बिहेमा टन्ना खानुपर्छ भाइ नाच्नु पनि पर्छ नि अहिले हो नाच्ने के नाच्ने नाचौँ ल म्याडम किन उभिएर खाना खानु लानुभयो तपाईँले आज त तपाईँले मुखले गीत गाउने मादल बजार नाच्ने हो है नातिनको मोबाइल चाहिँ खतरा छ यस्तो बाफ्रे भात खानिदिउ न किन हो भने तान्ने नि खा नाति खा है केटी हो राम्रो भाँडासाँडा राम्रो माझ है हाम्रो भदैहरू पो रहेछ नि अहिले नाच्नुपर्छ है बधाई ममता ए केटा किन त्यहाँ बाटोमा बसेर खाएको बस दमादम खाना त टेस्टी छ नि खाना हाम्रो कोसाको आमासँग बनाएको खाना फर्स्ट क्लास छ ल मिठो छ म्याडम खाना खाने होइन तपाईँले कतिखेर खाने हो त ल तपाईँहरूले मासु यता त खानुहुन्न होइन मामाजी ल थोरै म्याडम थोरै मिठो छ अहिले बेसी खाने म्याडम मासु भरि राखेर साहब खान लाग्नु भएको त मैले बोलाइहालेँ तपाईँले डिस्टर्ब गरेँ होइन खाना टेस्टी छ ए हो नि ल ठिक छ अनि हल्का यसो पहिला लगाए भए कस्तो हुन्छ जोइ साहब तान्ने मेसो ए हो ल ल ल ल म्याडमजीको मासु त छैन त शाकाहारी हो क्या तपाईँ शाकाहारी हो ए
ए हो ल ल जेठानजी बाबा हो मासुले त थाल भरिरहेको छ त के हो जेठानी यस्तो मान्छे अलिक ठुलो भएर हो ल ठिक छ तपाईँले धेरै दिनुभएको रहेछ है अनि हाम्रो भाइले खाना देऊ न यार भाइ बिचरा भड्किरहेछ खाना नआएर अच्छा ल ल ल खोइ खाना नमस्कार खाना होइन भाइ लाउरे खोइले हो मलेसियाबाट म्याडम चटनी हो कि मासु हो के सबैले खुवाएर पो त खान्छ साला माथि ल तान्ने छैन तान्ने मेसो बियर दिन्छ नि बाँडिरहेको छ नि त माथि बियर त तपाईँले कति आयो भनेर लेख्नु भएको छ कि सन्तानको हिसाब किताब हो साला माथि ल ल के हो खै खोल्नु त यो लाग्छ म लाग्ने खान्न नलाग्ने खान्छु मैले नलाग्ने के छ नलाग्ने खान्छु मैले चस्मा चाहिँ जियोस् राम्रो लगाएर जाओस् तर खाइस् खाना रक्सीसँग हो कि खान लाग्यो सासू खान लानु खाना ल बेसरी खानु यो रक्सी चाहिँ लाग्ला है सासू अहिले कम खानु होला है मजल सलामाइती हड्डी त निकै चुस्नु भयो त मिठो छ हो ल ल यो दारु कम खानु होला साला लाग्छ है अरे हो र ओ शास्त्रीले पनि खानु लाग्छ ल शास्त्री खानेको फुर्सद छैन म्याडमलाई लानु पानी मासु के म्याडम खिर बाँड्दै हुनुहुन्छ कि तपाईँ ल म्याडम बस्ने अप्ठ्यारो भएको छैन यस्तो मोटो मान्छेलाई मासु थोर थप्नु मिल्छ नि त मासु थप्नु मिल्छ माग्नुहोस् जेठु ल म्याडम किन के कसैलाई उभिनु भयो तपाईँ हाम्रो यति भात खाइन्छ कोरियामा ल ठिक छ खानुहोस् तपाईँले खाना दिनु भएन यहाँको मान्छेले खाना दिनु भएन ल ल भरे तपाईँको आफ्नो मान्छेले खाना खानुभयो होला पक्कै पनि होइन हुन्थ्यो के अरे दापेर आज गम्मै मगर राई लिम्बू मेरो साथीहरूले भन्नुहुन्छ तिमी छेत्री बाहुन चुतिया हो मासु उड्न भन्नुहुन्छ यो के हो यो खसीको मासु यो के हो हेर्नुहोस् म मासु वितरण गर्ने पारी हुनुहुन्छ हाम्रो म्याडम